नासो भनेको चाहिँ यो मुर्गा हो होइन जस्तो भए पनि अहिले हाँसी खुसीले जसो भए पनि अब मिहिनेत गरेर भए पनि दाजुले मेरो लागि धेरै गरिदिएको थियो होइन त्यो अनुसारमा म पनि खुसी बनाउँछु भनेर दाजुको लागि एउटा एउटा यो मुर्गा त ल्याउनु त मैले मासुको फाँडा खुवाउला भनेको छु मुर्गा दिउँला भनेको ए त्यो मासुको फाँडा चाहिँ हाम्रो यस्तो भयो कि जस्तै मान्नु अब हजुर मेरो घरमा आउनु भयो होइन अब त्यही पनि बोलायो अब तपाईँको काम भने अब त्यही भएर अब यो चाहिँ मुर्गा चाहिँ खुवाउनै पर्छ भनेर यहाँ पुग्यौँ मुर्गा ल्याइकन आउनु मुर्गाले हजुर आजभोलि जागिरी छ भन्नु ए त्यो मुर्गा ल्याइकन आएको छ हजुर मुर्गा त खुवाउनु पर्यो त दाजुलाई यस्तो के हिसाबले खुवाउँदा भयो तिम्रो खुसी हो कि के यो मेरो खुसी हो एकदम दाजुलाई अब जसो मेरो लागि धेरै मिहिनेत गर्नुभयो नि त दाजुले धेरै अब हेल्प गर्नुभयो धेरै कुराहरूमा सहयोग गर्नुभयो त्यही अनुसारमा अब अरू त सकिएन नि त हामीसँग त्यही भएर यो मुर्गा चाहिँ खुवाउनु पऱ्यो भन्ने एउटा हाँसी धन्यवाद अनि गाउँघरतिर आफूले तपाईँलाई कस्तो त्यस्तो विभेद पहिला जस्तो छ त्यस्तो छैन अहिले गाउँघरमा राम्रो छ एकदम जो मान्छेले नै हाँसी खुसी एकदम गर्छन् भने ल धन्यवाद अब तपाईँ हामी सबै मिलिकन खाउने हजुर त्यो तपाईँ हामी मिल्यो भने एउटा दाजुले अब यहाँ खुसी गरेर खानु पऱ्यो जसो ल ठिक छ ल ठिक छ